तपाईलाई कसैले परिचालित गरेर कोही हराउन र कोही जिताउनका लागि उम्मेदवार बनाएको छ। जसरी अघिल्लो पटक रन्जु दर्शना र किशोर थापा उठ्नका कारण कोही व्यक्ति हार्ने र कोही व्यक्ति जित्ने अवस्था सृजना भयो। अहिले तपाईँ त्यही कैँची बनिरहनु भएको छ भन्ने होइन, त्यो कैँची म बन्न आवश्यकै छैन। किन भन्दाखेरि मेरो आफ्नो छुट्टै करियर छ। म स्ट्रक्चरल इन्जिनियर हो, म म्युजिसियन हो, म टिभी सो चलाउँछु, मेरो आफ्नै आय आर्जनका स्रोतहरू धेरै छन्। म यो चुनावकै टाइममा मेरो अस्ट्रेलियाको सो थियो, इभेन युरोप टुर थियो, अमेरिका टुर थियो। यो सबै मेरो जिन्दगी राम्ररी नै चलिरहेछ। मैले कसैको पैसा लिएर अथवा कसैको समर्थन लिनुपर्ने आवश्यकता पनि छैन, जसको लागि चाहिँ अर्काको भोट काट्दिनु। पैसा नलिकन अर्काको उम्मेदवार बन्नु भएको तपाईँ? होइन, पैसा नलिकन पनि किन बनिदिनु पर्यो मैले कसैको लागि? मैले अरूको लागि गरिदिनुपर्ने आवश्यकता चाहिँ के छ तपाईँलाई नै सोधेँ मैले। गुड मर्निङ, नमस्कार। भिडियो स्पेसल छ गाइज। बालेन शाहलाई विदेशी एजेन्ट, विदेशी दलाल, लुसिफर, अरूबाट परिचालित भन्ने पार्टीका अन्धभक्त झोलेहरूले सुनिस् होला नि बालेन शाह कहाँबाट परिचालित रहेछन् भनेर। बालेन शाह नेपाल र नेपाली जनताबाट परिचालित हुन्। बालेन शाह देश र जनताका निम्ति केही गर्न राजनीतिमा आएका हुन्। 30-40 वर्षसम्म एमाले, काङ्ग्रेस, माओवादीले देश चलाउँदा देशलाई निकास र विकास दिन नसक्नु, देशका कलकारखाना बेचेर खानु, देशलाई भ्रष्टाचारमा डुबाउनु, विदेशीको ऋण ल्याएर नेपाली जनताको थाप्लामा थुपारिदिनु अनि सर्वहारा गरिब दुखी जनता भुइँ मान्छेमा परिवर्तन आउन नसक्नुका कारण युवा शक्ति राजनीतिमा आएको हो। बालेन शाह कहीँ कतै कोहीबाटबाट परिचालित होइनन्। देश र जनताका निम्ति केही गर्न बालेन शाह राजनीतिमा आएका हुन्। फागुन 21 को चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घण्टीमा मतदान गरेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई 2/3 बहुमतका साथ सरकारमा पठाउन सक्यो। बालेन शाह यो देशको प्रधानमन्त्री बन्न सक्यो भने सम्झनुहोस्, यो देशमा काया पलट आउँछ।